वाग्लेले ऋण थोपर्यो भन्ने खुब सुन्नु भएको छ यहाँले। 410 लिँदैछौँ आन्तरिक, 246 अर्ब हामी तिर्दैछौँ। नेटमा त त्यो 160 अर्ब जति मात्रै हो। पहिलेको बोकिएको ऋण तिर्दैमा यो सरकारको चाहिँ त्यो फिस्कल स्पेस अलिकति संकुचित भयो। अझै थपेर लिए हुन्छ, सदुपयोग चाहिँ गर फेरि। ऋण लिएर बाख्राको खोर बनाउन भएन, भूकम्पका बेला त्यो अलिअलि भयो, तर ग्रोथ जेनेरेट गर्ने काममा लगानी गर्यो भने इट्स ओके। अफिसहरूमा अड्डा अदालतमा काम त्यही हो, राजाको काम कहिले जाला घाम ढिला सुस्ती। वाग्लेले ऋण थोपर्यो भन्ने खुब सुन्नु भएको छ यहाँले। यसमा पनि मैले अस्ति राष्ट्रिय सभाको एउटा संसदीय समितिमा अलिकति व्याख्या गरेकी थिएँ। डेटलाई पनि एब्सोल्युट नम्बर हेरेर हुँदैन। यो पनि जहिले पनि डेट टु जीडीपी रेशियो भन्ने त स्थापित इन्डिकेटर हो, यो आफैमा त्रुटिपूर्ण छ। फेरि डेट भनेको स्टक भयो, त्यसलाई डिभाइड गरेर चाहिँ जीडीपी जुन चाहिँ फ्लो हो त्यो आफैमा त्रुटि छ। तर डेट टु जीडीपी सबैलाई समान हिसाबले कम्पेयर गर्यो भने एउटा तुलना गर्नको लागि मिल्ने भन्ने छ। अब अन्तर्राष्ट्रिय रूपमा यो चल्दै आएको रेशियो हो डेट टु जीडीपी रेशियो। भूकम्पभन्दा अगाडि हामी 25-26% थियौं। पुनर्निर्माणका क्रम र कोभिडका दौरान हाम्रो ऋण त्यसरी बढेकै हो, झन्डै 42-43% पुगेकै हो। त्यो भनेको ठूलो वृद्धि हो पर्सेन्टेज पोइन्टको हिसाबले पनि। 42 माइनस 25 भनेको त्यो त्यति प्रतिशत बिन्दु ओभर 7 इयर्स वात्तै बढेकै हो। अहिले हामी त्यो 43% अफ जीडीपी को हाराहारीमा छौं। अब यसपालि ऋण थपिएको छ। नेपालको डेट स्टक अहिलेसम्म चाहिँ हाम्रो 29-75 अर्ब को डेट स्टकमा यसपालि हामीले 410 अर्ब आन्तरिक ऋण र 247 अर्ब बाह्य ऋण लिएका छौं। भनेपछि त्यो स्टक अब बढ्यो, 36-32 सम्म पुग्यो अहिलेलाई हिसाब गर्दा। तर यो लिएको ऋण पहिले थोपरिएको ऋण तिर्न नै जाँदो रहेछ। त्यसैले अहिले अब ग्रोसमा काम गर्ने होइन, हामीले खुद नेटमा चाहिँ काम गर्नुपर्ने देखिन्छ। र अर्को सालदेखि यसमा गभर्नरज्यू र मेरो कुरा भइरहेको थियो, नेटमा हिसाब गर्न थालौं। ग्रोसमा गर्दा त वित्त आयोगले के भनेर दिन्छ, जीडीपी को 5.5% भन्दा बढी आन्तरिक ऋण नउठाऊ भनेर दिन्छ। यसपालि त्यो सीमा 410 अर्ब भन्दा माथि जान सकिएन। यत्रो तरलता छ। मैले देखेँ एउटा पत्रिकामा, किन यो तरलताको सदुपयोग, किन त्यो संवैधानिक सीमाले गर्दा। अर्को वर्ष हामी तयारीका साथ छुट्टै मेट्रिक लिएर जान पनि सक्छौं। यद्यपि सरकारले यो तरलता सोच्न नसके पनि यसपालि अन्य उपकरण